भनेर चाहिँ नि सोच विचार गर्दछ। त्यो भनेको न्यून खालको सोच भयो भने, मध्यम खालको सोच भनेको हाम्रो कल्याण होस् भन्ने चाहिँ सोच हुन्छ भने, उत्तम खालको सोच भनेको चाहिँ संसारको कल्याण। विशेष गरेर कलियुगका मनुष्यहरू थोरै धन भएका हुनेछन्, त्यसै गरेर थोरै मन भएका, त्यसै गरेर अन्नमा मात्रै प्राण भएका, अन्न भरि पापले बढ्ने छ। त्यो अवस्थामा चाहिँ कलियुगका मनुष्यहरूको कल्याण कसरी हुन्छ हे भगवान् भनेर चाहिँ सौनकादि गरिएका 28,000 ऋषिहरूले सिद्धजीले सोध्नुहुन्छ। मुखमा आलु जल लगायौँ, पञ्चामृत पूर्व स्नान गराएर शुद्ध गरेर फेरि चन्दन अक्षता धूपबत्तीले पूजा गर्यो। त्यसै गरेर चाहिँ शुद्धजीलाई सौनकादि गरिएका 28,000 ऋषि नारदले सोध्नुभएको थियो। त्यही कुरा चाहिँ नारायणले बताउनु भएको थियो। त्यही कुरा चाहिँ विशेष गरेर कलियुगमा चाहिँ थोरै समयमा, थोरै धनमा, थोरै मन हुँदा पनि गर्न सकिने भनेको सत्यनारायण भगवानको कथा हो भनेर बताउनुहुन्छ। त्यो कथा गर्दाखेरि के फल पाइन्छ, कसरी गर्ने, के छ त्यसको विधि भनेर सोध्नुहुन्छ। सर्वप्रथम संसारमा कसले गर्यो, त्यो गरेर के फल पायो भनेर सोध्नुहुन्छ। सोधिसकेपछि भगवान् नारायण भगवान यसमा चाहिँ विशेष गरेर सन्ध्याको समयमा, साँझको समय पनि बताइएको छ। त्यसै गरेर जुन यथा समय यथागति त्यो अवस्थामा चाहिँ गर्न सकिन्छ। त्यसको लागि के कस्तो विधि हुन्छ भन्दाखेरि हामीले भनेर चाहिँ नि सोच विचार गर्दछ। त्यो भनेको न्यून खालको सोच भयो भने, मध्यम खालको सोच भनेको हाम्रो कल्याण होस् भन्ने चाहिँ सोच हुन्छ भने, उत्तम खालको सोच भनेको चाहिँ संसारको कल्याण। विशेष गरेर कलियुगका मनुष्यहरू थोरै धन भएका हुनेछन्, त्यसै गरेर थोरै मन भएका, त्यसै गरेर अन्नमा मात्रै प्राण भएका, अन्न भरि पापले बढ्ने छ। त्यो अवस्थामा चाहिँ कलियुगका मनुष्यहरूको कल्याण कसरी हुन्छ हे भगवान् भनेर चाहिँ सौनकादि गरिएका 28,000 ऋषिहरूले सिद्धजीले सोध्नुहुन्छ। मुखमा आलु जल लगायौँ, पञ्चामृत पूर्व स्नान गराएर शुद्ध गरेर फेरि चन्दन अक्षता धूपबत्तीले पूजा गर्यो। त्यसै गरेर चाहिँ शुद्धजीलाई सौनकादि गरिएका 28,000 ऋषि नारदले सोध्नुभएको थियो। त्यही कुरा चाहिँ नारायणले बताउनु भएको थियो। त्यही कुरा चाहिँ विशेष गरेर कलियुगमा चाहिँ थोरै समयमा, थोरै धनमा, थोरै मन हुँदा पनि गर्न सकिने भनेको सत्यनारायण भगवानको कथा हो भनेर बताउनुहुन्छ। त्यो कथा गर्दाखेरि के फल पाइन्छ, कसरी गर्ने, के छ त्यसको विधि भनेर सोध्नुहुन्छ। सर्वप्रथम संसारमा कसले गर्यो, त्यो गरेर के फल पायो भनेर सोध्नुहुन्छ। सोधिसकेपछि भगवान् नारायण भगवान यसमा चाहिँ विशेष गरेर सन्ध्याको समयमा, साँझको समय पनि बताइएको छ। त्यसै गरेर जुन यथा समय यथागति त्यो अवस्थामा चाहिँ गर्न सकिन्छ। त्यसको लागि के कस्तो विधि हुन्छ भन्दाखेरि हामीले केराहरू अनिवार्य भन्ने